आज चाहिँ देवीथान पूजा हामी चाहिँ घुम्दै आएको होइन सब परिवार यहाँ को हुनुहुन्छ तपाईँहरू पनि हेर्नु ल अलिकति म देखाइदिन्छु भाउजू यस्तो पकाउनु त म अलिकति सिधोदेखि पाउँसम्म देखाइदिन्छु मैले चाहिँ अलिकति यसो त्यसमा त यो होइन अलिकति यसो अलिकति माथि थोरै यसो ल भयो यो चाहिँ मैले हिजो किनेको है कति एउटा लुगा लाउनु भनेर अलिकति यसो गर्नु त भाउजू यसो लु भयो यो सल किनेको अनि कुर्ती अनि त्यसपछि उयो होइन ब्याग किनेको अनि हामी चाहिँ देवीथान पूजामा आएको छौँ है के लिएर भन्नुहुन्छ भने यो हेर्नु यहाँ बाख्रा छ भाउजू अनि कुखुरा ल्याएको छौँ पल्लोपट्टि यत्रो जाने 3 केजीकै छ अनि ऊ पर दाजु अलिअलि हाँस्दै हेर्दै हुनुहुन्छ गाइस उहाँ नै दाजु हो अनि उता पर बाबा चाहिँ सरसफाइ गर्दै हुनुहुन्छ होइन यो चाहिँ देवीको थान हो है हामी आएको छौँ खेदिनु र तपाईँहरूको ल तपाईँहरू दुईजनामा कसले बढी माया गर्छ दाजुले भाउजूलाई कि भाउजूले दाजुलाई तपाईँले ल फेरि पनि फोटो खिच्छ दाजु त्यो त बडी बिल्डर जस्तो देखिनु चाप त्यो हेराइ तपाईँको हेराइ कस्तो खालको दाजु एकैचोटि 10 केटी पट्टिने जस्तो छ त अम्बो लु भयो दिन्छु है पनि देखिँदैन खोटा भौँ काले दै छ्याउ हँसाएर मान्नुभयो काटेको भनिन्छ तपाईँहरू भन्दा ऊ जिउडालमा अलिक पक्क देखिन्छ म लाग्दिए भने चल्दिहाल्छ पोस्टलाई पनि रुँदैन हो कि होइन काले दाइ यो चाहिँ बाजे नै हो क्या गौराहरू नि हो पुणे काकाहरू आएन त पुणे काकाहरू जतिखेर पनि बढी ल तासी नै राख्नु खिच्दैछु जोडी खतरा छ है मान्नुपर्छ खैनी खाएर दाँत सबै कालो भइसक्यो है दाजु पर्दैन उचालमा यस्तो भिड पाखामा अहिले गुल्केर तलमा पसेको भरे आफैलाई आपत भरे बाख्रा एकै हातले उचालेर लान्छ ल त्यस्तै चाहिएको हामीलाई पनि तर यहाँ बाटो चाहिँ धरा यता गयो भने दाउ चाहिँ काले दाइसँग माथि हिँड्दै हुनुहुन्छ बाख्राको मासु चिकन तन्दुरी आज मजाले खाइन्छ होइन अनि आज खन्ती खोला अनि जयलाई सम्झेको छु भनेर भनिदिनु जय हाई अम्बो यताहरू त ल भनिदिनु त ल हाई जय होइन तपाईँ के गर्दै हुनुहुन्छ राम्रोसँग बस्नुहोस् हामी यहाँ नेपालको तन्त्रमन्त्र पूजा आज गर्दैछौँ आज भान्जा पनि आएको छ भन्नु न आजको मिति 2081 कि 82 कुन महिना कुन गतेको दिन आज पूजा हुँदैछ र हामी पूजा गर्दैछौँ जय आरामसितले खानुहोस् पिउनुहोस् लाउनुहोस् तपाईँ चिन्ता नगर्नुहोस् सब ठिक छ घरको चिन्ता नगर्नुहोस् भाउजूको माया भाउजूलाई गीत गाउनु आउँछ आउँदैन दाजुले आउँछ भने एउटा गीत गाइदिनु कसम हजुरले खाएको थियो स्वास्नी ल्याउने पिरैले म त रोगी भए स्वास्नी ल्याउने पिरैले स्वास्नी आइछ तोरको स्वास्नी ल्याउने पिलामा मन रुन्छ धुरुरु हेलो लाओ कान्छी म ट्याङ ट्याङ जल्ली म ट्याङ ट्याङ डल्ले म ट्याङ ट्याङ बच्चाहरू डल्ला डल्ली जन्मिन थाल्यो किन भनेको त त्यसकी आमा डल्ली त्यसको बाउ त अग्लो छ तर के गर्नु
चिम्पाङ्गी जस्तो हात बच्चाहरूको डल्ले डल्ले साथ बच्चाहरूको बच्चा डल्ले डल्ले बच्चा डल्ली डल्ली बच्चा डल्ली डल्ली बच्चा डल्ले डल्ले आयो गीत कस्तो गीत हो यो अर्को गीत गाउनु भने क्या मेरो खिसी गर्नु भनेको छ्या मेरो खिसी पो गर्नु गीत पनि त्यस्तो युट्युबमा पसिसक्यो पानी पिराम आज हाम्रो बहिनीले बिरयानी बनाउनुहुन्छ मिठो मिठो ल ओके ए बोराभित्र बाख्रा पनि राखिसकेको छौँ कुखुरा पनि राखिसकेको छौँ फर्किँदैछौँ होइन दाजु हामी बाख्रा र कुखुरा लिएर फर्किँदैछौँ होइन बोरामा अनि हामी चाहिँ पूजा सम्पन्न भयो हाम्रो खतरा तरिकाले जोस भयो कत्रो देखिनु भयो हो त हो के गर्नु र फुल्लेको जस्तो देखिन्छ हो त हो चिट्ठा त्यो के को भन्दा पनि चिट्ठा भनेको अब के भन्नु चिट्ठा नै हो अब के भन्नु त्यो पैसाले काटिन्छ उपार पर्यो भने पर्यो परेन भने परेन त्यस्तो हुन्छ क्या पर्नेको पर्छ नपर्नेको पर्दैन त्यस्तो हुन्छ गिरगाईको त पर्छ जस्तो छ पर्यो भने त कति खुसी हुन्थ्यो नि गिरगाईबाट आइमाको पर्यो भने त झन् कति धेरै खुसी दाजु बहिनी चाहिँ राम्रो क्या र त नि धेरै खुसी खुसी हो नि हो हामी चाहिँ फर्किसकेको छौँ घरमा कुचेहरूले तल्का मचेसो होला चकचक गरेर चकचक कम्ता छ तिनीहरूको फेरि चकचक पनि फेरि अब गएर मजाले भुटेर खाने हो बनायो ससुराबालाई 4-5 केजी लगिदिन्छु हजुर